आज चाहिँ हामी यो ताप्लेजुङ जिल्लाको फुङलिङ भन्ने ठाउँ, यसको चाहिँ जिल्ला सदरमुकाम हो। त्यसमा रहेको यो पाथिभरा कोसेली घरमा आइपुगेका छौँ र यहाँ चाहिँ घरेलु उद्योग महासङ्घको अध्यक्ष, महिला अध्यक्ष हुनुहुन्छ अरे हैन। उहाँसँग चाहिँ अब हामी कुराकानी गर्न गइरहेका छौँ र उहाँहरूले गर्नुभएको कामहरूको बारेमा तपाईहरुलाई हामी देखाउन गइरहेका छौँ र यो भिडियो अन्तिमसम्म हेर्नुहोला। र अब उहाँसँग महिला उद्यमी महिला अध्यक्षसँगको कुराकानी हामी गर्दैछौँ। हुन्छ, हजुरको शुभ नाम चाहिँ भनिदिनु न। नमस्कार, मेरो नाम विष्णु कुमारी श्रेष्ठ, फुङलिङ नगरपालिका 4 ताप्लेजुङ। मेरो पाथिभरा कोसेली घर अहिले सञ्चालनरतमा छु। हामीले चाहिँ ताप्लेजुङमा रहेको उद्यमीहरूको आफ्नो उत्पादनलाई चाहिँ बजारीकरण गर्नको लागि हामीलाई अलिकति असहज भइरहेको बेलामा चाहिँ हामीले चाहिँ कोसेली घर मार्फत चाहिँ हाम्रो बिक्री वितरण चाहिँ अलिक सहज होला, आम्दानी सहज होला भनेर चाहिँ हामीले सुरुमा स्टार्ट गरेको हो। म आफै उद्यमीहरूको चाहिँ छाता सङ्गठन गरेर महासङ्घको पनि नेतृत्व गरिरहेको हुँदा चाहिँ विभिन्न तालिमहरू विभिन्न निकायबाट भइरहेको हुन्छ। तर हाम्रो बजारीकरण अनि बिक्री वितरण चाहिँ एकदमै अब तालिम भएर छोडिदिने भएपछि हाम्रो बिक्री वितरण कसरी गर्ने त भनेर हामीले चाहिँ अलिकति सोचमा रहेको बेला चाहिँ कतिपय साथीहरूले चाहिँ अब सिकेर आफ्नो उत्पादन कहाँ बेच्ने के गर्ने भनेर पनि समस्या भइरहेको बेला चाहिँ हामीले चाहिँ विभिन्न उत्पादनहरू धुप बाट्नेहरूलाई चाहिँ धुप हामीले सङ्कलन गरिदिने, अनि हामीले चाहिँ घिउहरूलाई चाहिँ आफूले प्रशोधन गरेर यो चाहिँ घिउ हामीले आफै उत्पादन गरेर चाहिँ हाम्रो उद्यमीहरूकै कलेक्सन, जिल्लाभरिको उद्यमीहरूको कलेक्सनलाई चाहिँ यो भयो 5 अम्ले, यो एकदम माथि हिमाली क्षेत्रमा पाउने 5 अम्ले हो। यो चाहिँ जडीबुटीसँग सम्बन्धित सबैलाई कलेक्सन गरेर चाहिँ हामीले आफ्नो उत्पादन, आफ्नो जिल्लाको उत्पादनलाई चाहिँ प्रशोधन गरेर बजारीकरणको लागि चाहिँ हामीले कोसेली घर चलाइरहेका छौँ। यो भयो झ्याउ। यो चाहिँ कसरी खाने? यसको चाहिँ हामीले एकछिन यसको प्रशोधन सकेको हो। यसको पकाएर अब चाहिँ भुटनमा अथवा अन्डासँग भेज हो भने भेजको लागि चाहिँ जेसँग खाँदा पनि भयो, यसैलाई मात्रै भुटेर मरमसला लाएर खाँदा पनि भयो। यसले चाहिँ अलिकति स्वास्थ्यवर्धक, अलिकति यसले फ्याट काट्ने काम गर्छ भनेर चाहिँ अहिलेसम्म त्यही भएर धेरैले मन पराउँछन् र एकदम लोभ भएको चिज हो। यो चाहिँ अब रुखबाट उत्पादन हुने हो, यसको खेती पनि हुँदैन, यो आफै उब्जिने हो। अनि अहिले यो गोलिया काट्नेहरूले गर्दाखेरि चाहिँ यसको चाहिँ अलिकति उत्पादन त्यति धेरै छैन। हजुर, एकदम कम उत्पादन छ। यसैलाई चाहिँ हामीले प्रशोधन गरेर तयार गरेको हो। अब चाहिँ यो खाना रेडी भयो, यसलाई भिजाएर आफ्नो इच्छाले जसरी खाँदा पनि भयो। यो महिलाहरूको लागि त झन् राम्रो भनेर सुनेको थिएँ। हजुर, यो महिलाहरूको लागि यो, अनि यो 5 अम्लेहरू पनि अब अहिले हरेक हामीले चाहिँ रासायनिक चिजहरू खाएर अलिकति स्वास्थ्यलाई गाह्रो भएको बेला चाहिँ यसले केही सपोर्ट गर्छ भनेर चाहिँ यो स्वास्थ्यवर्धकै छ चिजहरू। अरू के छ? यो भयो सिलाम। यो चाहिँ हाम्रो अचार खाँदा छोप लाएर खानुको लागि एकदम सजिलो, राम्रो अनि मिठो पनि छ। यो भयो चौरीको छुर्पी। हजुर, यो चाहिँ ओलङचुङ गोलाबाट आएको। हजुर, यो चाहिँ भयो फापरको पिठो। हामीले चाहिँ यो फाइबरयुक्त भनेर चाहिँ फापरलाई अलिकति प्राथमिकता दिएको छौँ। कतिपय कृषकलाई चाहिँ फापर नबिकेर अहिले खेती नै गर्न कम भइरहेको छ र अहिले चाहिँ हामीले फापर किनिदिएर उहाँहरूलाई आम्दानीको स्रोत भएपछि चाहिँ उहाँहरूले बिक्री वितरण गर्न हाम्रोसम्म ल्याइपुर्याउनुहुन्छ र हामीहरूले आफै यसलाई चाहिँ मिलमा लगेर पिसेर तयार गरेको हो। यो भयो मेलको चुक। यो चाहिँ एकदमै औषधिको गुण भएको। यो चाहिँ अहिले पहिला एकचोटि राम्रो चलेको, तर बिचमा यो चाहिँ अब धेरै मान्छेले चाहिँ वास्ता नगरेर अहिले फेरि हामीले चाहिँ यसलाई पनि अगाडि बढाइरहेको छौँ। यो चाहिँ हामीले ब्रान्डिङ, प्याकेजिङ र मार्केटिङ गर्न नसकेर चाहिँ होला हैन? हजुर, यो पनि भयो। अनि अब हामी त अब पहाडी ठाउँमा अलिकति यसको विधिहरू पुर्याउन पनि गाह्रो, अनि अहिले चाहिँ हामी यसरी नै बेचिरहेका छौँ। कतिपय फेरि हाम्रो ग्राहकहरूलाई चाहिँ हामीले प्याकेजिङ गऱ्यौँ भने चाहिँ यो चाहिँ बाहिरबाट ल्याएको भनेर अलिकति शङ्कास्पद हुने, अनि हामीले यसरी नै यस्तै खालको प्याक गरिएपछि चाहिँ हाम्रो अर्ग्यानिकै भनेर चाहिँ हामीले लोकल चिज भनेर त्यसरी पनि छुट्याइदिने हुँदा चाहिँ हामीले यसरी नै चलाएको पनि हो।
अनि यो भइहाल्यो। यो छ हर्बल टी, विशेष यो चाहिँ पहाडी क्षेत्रको धेरैवटा जडीबुटी, लगभग 25वटा जडीबुटीलाई सम्मिश्रण गरेर बनाइएको हो। यो चाहिँ विशेष गरी चाहिँ जिउ दुख्ने अनि यो के अरे पानीको मात्रा कम हुने, सुगर प्रेसर हुनेहरूलाई चाहिँ उमालेर खाने, 5 मिनट उमालेर खाने हो। चाहिँ विशेष जडीबुटी मात्रै र यसले हातैले काटेर बनाएको, यो कुनै मेसिनबाट होइन। अनि यो चाहिँ कति ग्रामको र कतिमा बेचिराख्नु? यो चाहिँ 100 ग्रामको हाम्रो 450 छ यसको मूल्य चाहिँ। कति प्रकारको जडीबुटी भन्नुभएको छ यसमा? हाम्रो 25 प्रजातिको लेमन ग्रास, कपमार्ग, तेजपत्ता, लौटसल्ला, अम्बाको पात अनि यो अलैँची, विशेष गरेर यहाँको अलैँचीलाई पनि फोकस गर्न खोजेको हो। यसमा चाहिँ अलैँची मात्रै बेच्दा चाहिँ अलिकति कस्ट पनि अझै महँगो हो। अहिलेको बिक्री वितरणको भाउ, अलैँचीको भाउ बढेकोले गर्दाखेरि महँगो हुने भएर चाहिँ हामीले सबैलाई मिसाएर चाहिँ अलैँचीको मात्रै नभएर यो सबै जडीबुटीलाई चाहिँ मिसाएर बनाएको छ। यो भइहाल्यो। यो चाहिँ हाम्रो ग्रिन टी हो, पाथिवरा टी भनेर चाहिँ हाम्रो यो माथिल्लो भेग, यो सुकेटारभन्दा माथिको क्षेत्रमा उत्पादन हुने, यो लगभग कतिको हाइटमा भने चाहिँ यो रेड पान्डा अवलोकन क्षेत्र भन्छ। हाम्रो माथिल्लो भेगमा पाथिवराको फेदमा चाहिँ खेती गरिएको छ। अहिले 2-4 साल भयो, राम्रै चलिरहेको छ। यो चाहिँ यो ग्रिन टी हो, एकदम सुगर प्रेसरको लागि चाहिँ एकदम सजिलो छ। यसले अब सुगर प्रेसर भइसकेकोलाई कन्ट्रोल गर्ने हो, तर चट्टै निको पार्ने भन्ने चाहिँ हुँदैन ग्रिन टीले। अब कतिपयको चाहिँ ग्रिन टीले चट्टै पार्छ भनेर औषधि छोडिदिनु हुन्छ, त्यो चाहिँ होइन। यसले कन्ट्रोल गर्ने चाहिँ हो ग्रिन टीले। यो भयो हाम्रो लोकल चामल, यो चाहिँ बेलगुटी चामल भन्छ। हाम्रो यो ताप्लेजुङको चाहिँ विशेष उत्पादन हुने चामल चाहिँ धान चाहिँ यो बेलगुटी धानबाट बनेको छ। यो भयो एकदम सानो मात्रामा छ। यो चाहिँ भेडाको घिउ छ। हजुर, यो चाहिँ पोलेकोमा अनि एलर्जीहरूमा, छालाको एलर्जीहरूमा चाहिँ विशेष राम्रो काम गर्छ। यो चाहिँ धेरै माथिको भएर यो अलिक महँगो पनि छ। अनि यसलाई यो कति ग्रामको छ? यो हाम्रो 25 ग्राम छ, 200 रुपियाँ पर्छ। 200 रुपियाँ। हजुर, यो चाहिँ विशेष पोलेकोलाई, दागहरूलाई मेटाउनलाई काम गर्ने। अनि यो चाहिँ फेरि एकदमै माथि हाई अल्टिट्युडको भएर यो चाहिँ जति पुरानो भयो त्यति धेरै राम्रो भन्ने पनि चलन छ। अब यो चाहिँ हाम्रो पुर्खाहरूले भनिरहेको भएर हामीले त्यसरी नै अनुसन्धान गरेको हो। काटेको घाउहरूमा, पोलेको घाउहरूमा यो चाहिँ लोकल प्रेसर यहीँ उत्पादन हो। यो चाहिँ मेसिनहरू बिना हामीहरूले ढिकीमा कुटेर तयार गरेको हो। अलिकति महँगो हुन्छ तर एकदम अर्ग्यानिक छ। मान्छेलाई चाहिँ प्याकेजिङ देखेर आकर्षित भएर त्यसमा लोभिनुहुन्छ, तर यो चाहिँ विशेष हाम्रो स्वास्थ्यवर्धक चाहिँ यो छ। यसले चाहिँ एउटा एकदमै घाउहरू, चोटहरू भएकोलाई, नसा सम्बन्धी रोगहरू भएकोलाई पनि डक्टरहरूले नै पनि यसलाई चाहिँ सेवन गर्ने, यसको पानीले सेक्ने भन्ने भएर धेरैजनाले पनि खोज्ने आउनुहुन्छ। त्यसैले हामीले यस्तै प्याकेजमा हामीले यसरी नै राखेका छौँ। यसको प्याकेजिङ लेबलिङको लागि चाहिँ हामीहरूको मयाखोला गाउँपालिकामा पनि त्यहाँनिर पालिकाको सहयोगमा हाम्रो सहकारी पनि छ। सहकारीसँग चाहिँ हामीले दुवैजनाको साझेदारीमा ब्रान्डिङ गर्दैछौँ र यो चाहिँ विशेष अब बाहिरको छैन, एकदम हाम्रो पहाडी क्षेत्रकै मात्रै भइहाल्यो। यो चाहिँ हाम्रो फर्सीको बिहा भन्छ। तर यो त अर्कै खालको छ त फर्सीको बिहा हैन? यो चाहिँ बिहालाई अब हामीले मेसिनमा मेलमा लाएर यसको बोक्रा चाहिँ बोक्रा निकालेको हो, तयारी गरिसकेको। अब कतिपयले फेरि यो यस्तो बाहिरको इन्डियाको भन्नुहुन्छ, तर यहीँ त्यो पहाडी क्षेत्रकै हो। बोक्रा चाहिँ कसरी निकाल्नु भयो? यसलाई चाहिँ मिलमा हो, यो चाहिँ हामीले हातले होइन मिलमा तयार गरेको हो। मिलमा यसको बोक्रालाई प्रशोधन गरेको। यो चाहिँ सीमित मात्रामा मात्रै हुन्छ, त्यत्रो प्रशस्त चाहिँ छैन। हामीले यो चाहिँ भर्खर सुरु गरेको। यसको त एकदम राम्रो माग छ कि धेरै छ, तर हाम्रो उत्पादन चाहिँ एकदमै कम छ। यो बेसारै भइहाल्यो। हामीले चाहिँ अलिकति प्याकेजिङलाई सुधार गर्दाखेरि हुन्छ कि भनेर यसलाई चाहिँ कसो गर्दा होला भनेर हामीले एकदम कोसिसरतै छौँ। पाथिभरा कोसेली घर भनेर हजुर, फुङलिङ नगरपालिका 4 ताप्लेजुङ भनेर यहाँ नम्बर पनि छ। तपाईहरु यहाँ नम्बरमा फोन गर्न पनि सक्नुहुन्छ। हजुर, यो भयो काठको, दागको काठको तोङ्बा। यो चाहिँ विभिन्न डिजाइनहरू गरेर यसलाई चाहिँ डेकोरेसन गरेका छौँ। यो चाहिँ खानुभन्दा पनि कोसेली एउटा चाहिँ सो गरेर राख्ने गिफ्टको लागि। अनि यो विशेष अब बच्चाहरूले जुसहरू खाने हो भने यस्तो काठको चिजमा खाँदाखेरि अलिक यसको कस आउँदैन। त्यो अनि यो पनि फेरि दागको काठ एकदमै राम्रो काठ, तर यो जतासुकै नपाउने हुँदा चाहिँ अलिकति लोप हुन लागेकै काठमा पर्छ। यो चाहिँ डेकोरेसन गरेर सिक्री लगाएर तयार गरिएको। अहिलेको अब अलि आकर्षित
बजारमा कसो गर्दा चाहिँ हाम्रो सामान बिक्री होला भनेर हामीले पनि कोसिस गरिरहेका छौँ। ल अब ल तपाईँले यो 900 देखिराख्नु भएको छ, यो चाहिँ चाइनिज बिस्कुट रे। यो ट्रेकिङ जाने पाहुनाहरूले चाहिँ यो मन पराउनुहुन्छ, त्यही भएर चाहिँ यहाँ उहाँले यो कोसेली घरमा उपलब्ध गराउनु भएको छ। यहाँ नेपाली कागज पनि छ, नेपाली कागज। यो नेपाली कागज चाहिँ कहाँबाट ल्याउनुहुन्छ दाजु? यो तपाईँहरूकै ऊ छ? अनि यो नेपाली कागज छ, त्यसपछि अब यतापट्टि यो चियाको भयो, त्यसपछि खुकुरी छ, यहाँ पुत्काको मह पनि रहेछ यहाँ होइन, यो भयो। त्यसपछि यहाँ भिरमौरी पनि छ, भिरमौरीको मह पनि मैले देखेँ जस्तो लाग्छ होइन। त्यसपछि अनि यो नेपाली कागज जुन छ नि, यो दाजु यो नेपाली कागज चाहिँ कहाँबाट ल्याउनुहुन्छ कि आफ्नै तपाईँहरूकै उसमा उत्पादन छ? कसरी? अर्गेली चाहिँ पहाडको विभिन्न ठाउँबाट कलेक्सन हुन्छ र यहीँ माथि हाम्रो वार्ड नम्बर 6 मा चाहिँ फ्याक्ट्री छ। हजुर, 6 नम्बर वडामा? हजुर, 6 नम्बर वडामा फ्याक्ट्री छ यसको। कति टाढो छ यहाँबाट? यहाँबाट नजिकै हो, 15 मिनट जति लाग्छ। ए 15 मिनटमा हजुर फ्याक्ट्री पुग्नुहुन्छ। अनि अर्को चाहिँ मया खोला छ, त्यो चाहिँ एकदम लाग्छ त्यसलाई चाहिँ 3-4 घन्टा गाडीको गाडी, त्यो चाहिँ टाढा छ। चिया भइहाल्यो, यो चिया भयो होइन। त्यसपछि शिलाजी सिरिङमा गाउँपालिकाबाट प्रस्तुत गरेको। हजुर, अरू चाहिँ हामीले हस्तकला विभिन्न ठाउँको हस्तकलालाई पनि समेट्न खोजेको छौँ। अनि खुकुरी पनि रहेछ, यो खुकुरी छ कताबाट? थुकीमाको छ, यो चाहिँ हाम्रो मेरिङदेन गाउँपालिकाको उत्पादन हो। मेरिङदेन गाउँपालिका। हजुर, यहाँ त सबै गाउँपालिकाहरूलाई पनि प्रतिनिधित्व गरेर सबैलाई समेटेको छ। आफ्नो आफ्नो उत्पादन उहाँहरूले भइसक्छ। अब हाम्रो उद्यमी त जिल्लाभरिकोलाई समेट्नुपर्छ, किनभने हाम्रो पहिचान चिनारी हाम्रो उत्पादनले नै हुन्छ। यो चाहिँ एकदम राम्रो पनि छ। थुकीमाको खुकुरी भनेपछि एकदम अहिलेसम्म ब्रान्डै थुकिने खुकुरी भन्ने छ। र यसमा चाहिँ कुनै एउटा लोगो त्यहीँको लोकल उत्पादनले गरिदिए चाहिँ अझै राम्रो हुन्छ। हामीले चाहिँ मुखैले भनेर गर्ने गरेका छौँ। यो हातले बनाएको, हातले बनाउनु भएको यो घडीको फ्रेम होइन, बाँसबाट बनेको मन्दिर छ। अनि यो सबै गाउँ गाउँमा ट्रेनिङहरू पालिकाहरूले दिइरहेको छ, तिनीहरूलाई नै हामीले कलेक्सन गरेको हो। यहाँ छ मादल चाहिँ हामीले अलिकति हाम्रो जिल्ला होइन बाहिर जिल्लाबाट हो। बाहिर जिल्लाको? हजुर, सङ्घसभाको। हजुर। अनि त्यसपछि यो बाँसको फ्रेमहरू ती पनि देख्नुहुन्छ, यो यतैको उत्पादन हो। अनि त्यसपछि तुङ्बाको भाँडाहरू त प्रशस्तै छ यहाँ। त्यसपछि यहाँ तल ठेकीहरू पनि देख्न सकिन्छ, ठेकी। यो चाहिँ अल्लोको कपडा, अनि त्यसपछि यो अल्लोको कपडा। यो अल्लोको कपडाहरूलाई चाहिँ म आफै सिलाइ गर्छु, त्यो भएर टोपीहरू यसरी हामीले नै यो तयार गरेका छौँ। आफैले बनाउनु? हजुर, नेपाली टोपी यो हिउँदोको टाइममा एकदमै राम्रो देख्छ। ढाका टोपीहरू पनि छन्। ढाका टोपीहरू चाहिँ हामीले ढाका उद्यमीबाट कलेक्सन गर्छौँ। बनाउनु सिलाउने चाहिँ हामीले आफैले गर्नुहुन्छ? हजुर, यो भयो। अनि अल्लोको भइहाल्यो। खाडीको चाहिँ हामीले यो चाहिँ विशेष गरेर यो कपासबाटै बनाएको छ, यो उहिलेको पुरानो प्रविधिबाट बनाएको। यो चाहिँ यो स्वास्थ्यको लागि चाहिँ विशेष छाला रोगीहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ। उहिलेको पुर्खाहरूले चाहिँ यो गर्मीमा पनि असर नगर्ने अनि जाडोमा पनि न्यानो हुने भनेर चाहिँ गरेको। तर एकदमै कम उत्पादन छ यो चाहिँ, अब महँगो पनि छ। अहिले अब यो चाहिँ के हो भने अहिलेको प्रविधिहरूले गर्दा अरू कपडाहरू चाहिँ छिटो उत्पादन हुने, यो चाहिँ प्रशोधनै ढिलो, त्यो भएर अलिकति महँगो छ। त्यसको त्यही महत्त्व विशेषता नि त्यही हो होइन। अब यहाँ चाहिँ बाँसका धेरै बाँसको आइटमहरू विशेष गरी हामीले चाहिँ हाम्रो जिल्लालाई चिनाउनलाई बाँस अलैँचीहरूको चाहिँ सँगसँगै भएको कारणले हामीले चाहिँ यसमा चाहिँ हाम्रो कोसेलीहरूलाई चाहिँ प्याकेज गर्ने अलिकति लोकल आइटम हालौँ भनेर कोसिस गरेको। यो यसमा अलैँचीको धुलो, यहाँ चिया, यहाँ बेसार गरेर हाम्रो आफ्नो उत्पादनले चाहिँ कोसेली दिँदा पनि लगेर चाख्दा पनि उहाँहरूलाई चाहिँ सबै स्वाद एकै ठाउँबाट आओस् भनेर बनाउनु खोजेको। तर यसको चाहिँ प्रोसेसिङमा मात्रै चाहिँ सर यसको कस्ट अलिक बढी पऱ्यो। अहिले बजार कम्पिटिसनले गर्दाखेरि अलिकति हाम्रो यो कस्ट चाहिँ महँगो परिरहेको छ। यो चाहिँ
यो चाहिँ अलैँची भयो सर, यसको चाहिँ हामीहरूले यो अलैँचीको भाउ बढे अनुसार हामीले चाहिँ यसलाई थोरै मात्रामा कसैले चाख्नु खोज्दाखेरि पनि ए हजुर थोरै किनेर लान अब मिल्ने केजी नै नसके पनि अँ, अँ। थोरै सानो कोसेलीको रूपमा यति लान सक्नुहुन्छ। यो चाहिँ हामीले प्याकेजिङ गरेका छौँ। हजुर यो चाहिँ यो प्याकेजिङको कुनै लागि पालिकाले हामीलाई गरेको छ? सपोर्ट चाहिँ प्रधानमन्त्री प्रधानमन्त्री आजीविका परियोजना भनेर हाम्रो हजुर हजुर जोन अलैँची जोन, जोनबाट चाहिँ हामीलाई यसको प्रविधि यो जुन प्याकेजिङहरू गर्ने सामानहरू चाहिँ उहाँहरूले उपलब्ध गराइदिनु भएको हो। यो चाहिँ ल एकदम राम्रो रहेछ यो। हजुर सर। राम्रो छ। त्यसपछि अब यतापट्टि चाहिँ झोलाहरू रहेछ अनि यो चाहिँ हाम्रो झोला आफ्नो छ। उत्पादन हो। म आफै आफै टेलरिङ पनि सिलाउनुहुन्छ। गर्ने भएर चाहिँ हामी त्यो पनि देखाउनुहुन्छ होइन अँ। अनि यहाँ जुत्ताहरू रहेछ माथि होइन यो हजुर अल्लोको हामीले जुत्ता चाहिँ होला। एकदम के गर्दा हाम्रो बजार अँ। चाहिँ आकर्षित हुन्छ भनेर हामीले अल्लोको जुत्ताहरू बनाएका छौँ। तर यसमा अब हाम्रो बजार कम्पिटिसनमा जान चाहिँ अब धेरै गाह्रो भयो। स्थानीय तहले पनि अलिकति यहीँको लोकललाई अब विशेष प्राथमिकता दिनुहुन्न। हजुर, अब हजुर। त्यो भएपछि हामीलाई गाह्रो हुन्छ। यो चाहिँ अलैँचीको रेसाबाट बनाएको छ। यो चाहिँ ए अलैँचीको रेसाबाट हजुर, यो चाहिँ अलैँचीको रेसाबाट ए हजुर। लेडिज ब्याग हो। यो चाहिँ यतापट्टि ढाका हालेको छ। ए ढाका यो चाहिँ प्रशोधन गर्नु अलिक धेरै कठिन छ। यसलाई बुन्ने अनि यसलाई यो मिलाउने तरिकाहरू धेरै गाह्रो भएर अलिकति कष्ट। यसको 1000 रुपियाँ पर्छ सर। ए हजुर अब यो चाहिँ विशेष यो गिफ्टको मायाको लागि चिनो। आफ्नो मायाको चिनो अब जुनसुकै फोटो राखेर पनि दिनु मिल्ने। यो चाहिँ हाम्रो उद्यमीहरूबाट कलेक्सन गरेर हामीले डेकोरेसन गरेको। विशेष यो बुनेर एकदमै दह्रो फेरि अनि आकर्षित पनि मेहनत पनि छ र एकदम वान पिस छ सर। यो चाहिँ जहाँसुकै पाउँदैन पनि। हाम्रो ताप्लेजुङमा 2-4 जना उद्यमीहरूले गर्नुहुन्छ। यो गाउँपालिकातिर रहनुहुने दाजुभाइहरूले यो चाहिँ हामीले कति- पाथिभराको मायाको चिनो अब हाम्रै जिल्लाको पाथिभरा भएपछि यसैलाई चाहिँ बजारीकरण गर्नुपर्छ। अनि अब के दिन त हाम्रो विभिन्न पर्यटकीय क्षेत्रहरूलाई चाहिँ यहाँले डेकोरेसन कञ्चनजङ्घा सबभन्दा माथि, पाथिभरा, सिङ्जेमा ताल, पङपङे झरना, तिम्बुङ पोखरी र घुन्सागर यसरी हामीले चाहिँ सबैलाई समेटेर बनाएको फोटो कसैलाई धेरैलाई अब त्यसरी नै यहाँनिर आफ्नो दिने संस्थाहरू अफिसहरूको नाम राखेर दिने गरेका छौँ। यो चाहिँ हामीहरूले यो सबै डेकोरेसन गरेर लगभग 1800 जति पर्छ 1800 एउटालाई। यो फेरि एकदमै दह्रो छ। पछाडिपट्टि चाहिँ हामीहरूले त्यो गाडीमा टाढा यात्रा गर्दाखेरि बोकेर हिँड्नु पनि सहज होस् भनेर राम्रो राम्रो बनाउनु भएको छ। हजुर। अनि यो चाहिँ याकको कुसर भन्छ, याकको- यसलाई चम्मर भन्ने गरेको छ। विशेष यो धार्मिक क्षेत्रमा चाहिँ यसको विशेष महत्त्व भनेर बुझाइअनुसार हामीहरूको यही माग भएर चाहिँ हामीले यो राखेको छौँ। यो चाहिँ सादा हो। गङ्गा जमुना चाहिँ यसमा कालो भएको हुन्छ यस्तो खालको। यो चाहिँ धेर चल्छ यो यसबाट चाहिँ। यो भयो तारको ठेकी। ए यो ठेकी हजुर, यो चाहिँ तारबाट। यो चाहिँ वाइन कप भन्छ। अहिले अब रोग लागिसके पनि अब यसलाई रोकथाम होस् भनेर यो चाहिँ कस नआउने ए हजुर हजुर स्टिलहरू अरूमा चाहिँ कस आउने हुँदा यो काठकै चिजमा चाहिँ अलिकति राखेर खाँदा धेरै बेर राख्दा पनि त्यस्तो असर नगर्ने भएर चाहिँ हामीले यो राखेका छौँ। यो भयो तोरीको तेल। विशेष यो पुरानो विधिबाट बनाइएको पेचामा त्यसले कोलमा पेलेको भन्छ नि त्योबाट बनाइएको। यसको चाहिँ लिटरको 1200 छ। ए हजुर हजुर यो चाहिँ 1 पावा हो 250। यो अलैँचीकै रेसाबाट बनेको भइहाल्यो। यो लेडिज पर्स हो। यो चाहिँ जेन्ट्स हो सर। यो चाहिँ यस्तोबाट छ। यसको 900 रुपियाँ पर्छ। हजुर यो चाहिँ हामीले यसरी पार्टिसन गरेर बनाउँछौँ। हजुर यो बाहिरको यो चाहिँ मोड्नको लागि विशेष गरेर लेदर चाहिने हुँदा यो हामीले चाहिँ बाख्राको छाला भन्छ यो लेदर हो। यो चाहिँ बाहिरबाट ल्याएको हाम्रो काठमाडौँबाट प्रशोधन हुन्छ। यो भित्रको जति चाहिँ हामीले बुनेर यहीँ बनाएको। हजुर, यो चाहिँ अलिकति यसरी भाँच्दाखेरि चाहिँ यसलाई असहज हुने भएर चाहिँ हामीले यसरी सिधा बोक्नलाई सजिलो हुन्छ। यो चाहिँ मेटेरियल हाम्रो कच्चा पदार्थ हो। यो चाहिँ कान बुन्ने साथीहरूले बुन्नुहुन्छ। हामीले यसैलाई ल्याएर चाहिँ यस्तो बनाउने। यो चाहिँ म आफै नै लागि परेर गरिरहेको छु। तर के हो भने अलिकति कस्टली भएपछि हाम्रो बजारीकरणमा अलिकति होइन त्यो त्यही खालको ब्रान्डको माग पनि त हुन्छ नि त हैन। हजुर, कच्चा पदार्थ छ। अनि यो अल्लोको कोट हाम्रो साथीभाइहरूले यो चाहिँ हामीले यो चाहिँ प्युर हो कि यसमा केही अरु यसमा उनी मिसेको छ सर। यसमा अलिकति उनी छ। 100% पनि छ। यो चाहिँ मिसेको। यो चाहिँ 20 सालको पानी खाने पानी खाने यसलाई चाहिँ समात्न सजिलो होस् भनेर
अनि अब त्यतिकै सामान त 2 हात चाहियो। यसो गरेपछि चाहिँ यसमा पानी राखेर चाहिँ बेलुका राखेर बिहान बिहान पानी खाने हो। यसलाई चाहिँ हामीले यो सजिलोको लागि यसरी अब यो बनाउने उद्यमीको पनि आम्दानी बढो अनि हाम्रो पनि सजिलो आकर्षित पनि हुने भएर चाहिँ यसो गरेको यो चाहिँ हाम्रो अल्लो सिस्नुको रेसाबाट चाहिँ भाङ्रे सिस्नु भन्छ। त्यसको रेसाबाट बनाइएको प्युर त्यो नुहाउने वस्त्र भन्छ। यो चाहिँ नुहाउनको लागि चाहिँ डडालो छालाको एलर्जी हुनेहरूलाई चिलाउने आउनेहरूलाई चाहिँ त्यस्तो गर्ने यसमा चाहिँ सहज होस् भनेर हामीले बनाएको हो। यो चाहिँ बुझ्नेले चाहिँ एकदमै माग बढेको छ। अब यो चाहिँ त्यो एलर्जी हुनेहरूलाई बनाउन चिलाउनेहरूमा घर्षण गर्न पनि सजिलो हुन्छ सर। यो चाहिँ राम्रो छ, यसको माग पनि बढेको छ। यो हामीले आफै अब अलिकति धागो ठुलो भएपछि हामीले तान बुन्न पनि अलिक असहज हुन्छ। यो रेसाको अब सबै एउटै क्वालिटीको हुँदैन, हातले बनाएको चिज कुनै सानो ठुलो हुन्छ धागो। ठुलो धागोलाई चाहिँ हामीले यस्तो बनाउने गर्छौँ सर। यो चाहिँ विशेष गरेर नुहाउने कपडाहरू चाहिँ कारखाना रहेछ। यहाँ चाहिँ सिलाइ बुनाइ हुने, यहाँ सम्पूर्ण यहाँ चाहिँ के प्रडक्ट गर्ने भन्ने कुरा छ। उतापट्टिको चाहिँ यो सोरुम भयो भने यहाँ चाहिँ यो उत्पादन गर्ने एउटा कारखानाको रूपमा चाहिँ तपाईँलाई विभिन्न यहाँ वस्तुहरू देखिराख्नु भएको छ। यता कपडाहरू छ, यतापट्टि मेसिनहरू छ र अब यो सबै के उत्पादन हुन्छ र कसरी उत्पादन हुन्छ भन्ने खालको विषयमा हामी कुरा गर्न गइरहेका छौँ। ल अध्यक्षज्यू, अनि के तपाईँको यो के प्रोडक्टहरू छ? यो मेरो चाहिँ लगभग सुरुवाती उद्योगको सुरुवाती चरण नै मेरो चाहिँ सिलाइ हो। मैले कोसेली घरलाई चाहिँ अलिक पछाडि प्लस गरेको हो। हजुर। र सिलाइ चाहिँ लगभग सङ्कटकालकै बेला 60-61 सालमा चाहिँ मैले सिलाइ सिकेको। त्यस बेला चाहिँ मैले लुगा सिलाइमा विशेष गरेर सुरु गरेँ। अनि बिचमा आएर अहिले अब रेडिमेडको एकदमै धेरै चलन आएर चाहिँ अब हामीलाई चाहिँ उद्योग सञ्चालन गर्न अलिकति कठिनाइ, अलिकति रोजगार आफ्नो ज्याला बसाउन पनि गाह्रो भएको बेला चाहिँ हामीले चाहिँ अलिकति फरक खालको गरौँ न त भनेर मैले चाहिँ झोलाहरूको अवधारणा लिएर हाम्रो यो लोकल उत्पादन यो अल्लोलाई चाहिँ अलिकति ब्रान्ड बनाउनको लागि मैले पाथिभरा कोसेली घरबाट यसको ब्रान्ड पनि पाथिभरा नै राखेर चाहिँ मेड इन ताप्लेजुङ भनेर चाहिँ सुरु गरेको छु। अहिले चाहिँ हाम्रो 2-3 साल भयो। यो चाहिँ विशेष गरेर अब झोला, लेडिज झोलाहरू। यो चाहिँ ल्यापटपको लागि होइन? यो ल्यापटप झोला भयो, यो चाहिँ ल्यापटपको लागि। अनि त्यसपछि यो चाहिँ लेडिज ब्याग यसो हेर्नको लागि सजिलो, अनि यसो आफ्नो सेटको लागि तालिम पनि दिने भएर गाउँपालिका तालिम पनि दिनुहुन्छ? हजुर, ट्रेनिङ पनि दिन्छौँ। अनि विशेष आफ्नो ताप्लेजुङलाई चिनाउँ भनेर चाहिँ हामीले चाहिँ झोलामा कति पहिला चाहिँ ताप्लेजुङ अब पाथिभरा लेख्दा मात्रै त यो पाथिभरा मेरो ब्रान्ड भइहाल्यो। यो चाहिँ विशेष हाम्रो ताप्लेजुङलाई चिनाउनको लागि चाहिँ ताप्लेजुङ लेखेको झोला उत्पादन हुन्छ। अनि विभिन्न आफ्नो केही लेखेर आफूले बनाउने विचार छ भने पनि हामी त्यही अनुसार हामीले यसलाई लोगो राखेर बनाउँछौँ। हाम्रो उत्पादन विशेष गरेर अब सिलाइसँग सम्बन्धित यहाँनिर चाहिँ मैले उद्योग चलाउँछु। यो चाहिँ विशेष गरेर स्थानीय तहमा चाहिँ चल्ने अहिलेको अब हाम्रो मार्केट कहाँ त भन्दा स्थानीय तह नै हो। यहीँको उपभोक्ताहरूलाई नै हामीले फोकस गरेर चाहिँ हामीले स्कुलहरूको ट्र्याक सुटहरू भयो। अनि अब यो चाहिँ गाउँ पनि काम गर्नेहरूले हाम्रो सबैले पनि यो चाहिँ जतिखेर युज गर्ने अहिलेको सजिलो ट्र्याक सुट, योगा गर्नेहरूले भयो, विभिन्न खेलकुदहरूमा हुने भएर चाहिँ हामीले चाहिँ यो अब हामीलाई मेटेरियल बाहिरकै भए पनि हामीले चाहिँ जेला सेला चाहिँ यहीँबाटै पाइयोस् भनेर मान्छेहरूलाई काम भयो होइन? हजुर, त्यही भएर रोजगार भन्दा पनि हामीले जेला पाइयो भने पनि हामीलाई रोजगार हुन्छ भनेर चाहिँ हामीले यही उत्पादनलाई चाहिँ विशेष फोकस गरेका छौँ। यो भयो। अनि यसमा चाहिँ हामीले यो पनि सामुदायिक विद्यालयहरूमा अहिले सेनिटरी प्याड वितरण चाहिँ निःशुल्क भएको कारणले स्थानीय तहले चाहिँ वितरण गर्ने हुँदाखेरि चाहिँ हामीले स्वास्थ्यको लागि पनि महिलाहरूलाई चाहिँ अलिकति यो बाहिरको युज एन्ड थ्रो सेनिटरी प्याड भन्दा हाम्रै उत्पादनले चाहिँ अलिकति पायो भने यो चाहिँ स्वास्थ्यमा पनि त्यसको असर नगर्ने सुतीको कपडाहरू, यहीँको कपडाहरूलाई चाहिँ प्रशोधन गरेर चाहिँ यसलाई बनाइएको यो चाहिँ सेनिटरी प्याड हो। सामुदायिक स्कुलहरूले चाहिँ 3 थोक चाहिँ मैले अनिवार्य देखेर नै हामीले चाहिँ महिला उद्यमीहरूलाई अब त्यत्रो धेरै आम्दानी नभए पनि
हामी दुई पैसा आम्दानी गरेर आफ्नो बालबच्चालाई पढाउन सकौँ भनेर चाहिँ विशेष गरेर यो झोला भयो अनि त्यस पछाडि यो ट्र्याक सुट अनिवार्य यो वितरण हुँदो रहेछ। हामीले त्यसैलाई चाहिँ फोकस गरेको छ। 3 थोकलाई चाहिँ अनिवार्य हामीहरू हाम्रै जिल्लामा उत्पादन होस्, हामीले सिप सिकेर खेर नजाओस्। सिप जताततै अब स्थानीय निकायले, घरेलुले अनि भएन नगरपालिका सबैतिरबाट चाहिँ हामीहरूलाई सिप चाहिँ वितरण भएको छ, तर सिपको सदुपयोग भएको छैन। यसैलाई चाहिँ हामीले जति जानेको सिपलाई चाहिँ यसरी अलिकति आफ्नो तरिकाले पनि हाम्रो उत्पादन अब काठमै नै नभए पनि हामीले सानो उत्पादनबाट पनि आम्दानी होस् भनेर चाहिँ हामीले यस्तो फोकस गरेका छौँ। यो सँगसँगै हामीले चाहिँ तालिम पनि दिन्छौँ। हजुर, हामीले गाउँपालिकामा गएर उद्यमी उत्पादन गरेर चाहिँ त्यो गर्नु कारण चाहिँ के भने उहाँहरू स्वरोजगार बनोस् अनि त्यसको साथसाथै हामीले पनि के अरे काम गर्नको लागि सहज होस् अनि यहाँ काम गर्ने कामदारहरू पनि बाहिरको ल्याउनु नपरोस् भन्ने हिसाबले चाहिँ खासमा यो सुरु गरेको हो। उद्यमीहरूको आफ्नो क्षमतालाई पनि वृद्धि होस् भनेर नै हामीले चाहिँ यो सुरु गरेको छौँ। एकदम राम्रो। अनि यो मेसिनहरू देखाउनु नि, के काम गर्छ यो मेसिनले? यो चाहिँ विशेष गरेर इन्टरलक हो सर। यो चाहिँ हामीलाई सानो इन्टरलकहरूले चाहिँ यो ट्र्याक सुटलाई यो कपडालाई चाहिँ काम गरेन, त्यही भएर चाहिँ यो हाम्रो हेभी इन्टरलक हो। यहाँनिर छ मेरो अलिकति यो तालिमहरू गराएर हिँडेको, भर्खर गाउँपालिका गएको भएर सबै व्यवस्थापन भइसकेको छैन। पसल पनि मेरो पर थियो र भर्खर सारेको, त्यही भएर यो चाहिँ विशेष छाला सिलाउने हो, मोटो चिज सिलाउने हो। हजुर, यो चाहिँ छाला सिलाउने हो, विशेष गरेर यो मोटो मोटो सिलाउने हो। मेरो इलेक्ट्रिक मेसिन हो, मेरो अरू मेसिन थप हुनै बाँकी छ। मेरो चाहिँ यो गाउँ तालिम भएको कारणले यो चाहिँ सबै सिलाउने होला हैन? हजुर, यो ब्याग सिलाउनेहरू सिलाइ मेसिन नै हो। यो चाहिँ ब्याग सिलाउने हो। हामीले चाहिँ अलिकति यो ह्यान्डमेड भएर चाहिँ अलिकति कस्ट भएको बेला चाहिँ कसैलाई सस्तो ब्याग पनि चाहियो भन्दाखेरि चाहिँ हामीले चाहिँ यो बाहिरको मेटेरियल ल्याएर पनि हामीले चाहिँ झोला तयार गरेका छौँ। यो चाहिँ हाम्रो जेला हाम्रो बस्छ। यो मेटेरियलहरू चाहिँ बाहिरबाट आएको हो। ताप्लेजुङको हकमा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। अब यो चाहिँ लेडिज ब्याग हो। त्यस्तोबाट अब विभिन्न सानो अब यो अल्लुको कपडा बिक्री भएन, महँगो पऱ्यो भन्दा पनि भनेर बिक्री भएन भन्नुभन्दा पनि हामीले चाहिँ बजारीकरणको लागि के हो भने सानो सानो अल्लुकै कपडालाई चाहिँ पार्ट बनाएर यतिको सानो बनाइयो भने योबाट पनि आम्दानी हुन्छ र यो हामीले एकजना दुईजनालाई दिन पनि गिफ्ट दिन पनि सक्छौँ। आफ्नो जिल्लाको भनेर चिनाएर दिन पनि सक्छौँ। त्यसरी नै यसको लागि चाहिँ हामीले फोकस गरेर खास हाम्रै जिल्लाको बजारीकरण गर्नकै लागि यो चाहिँ मिक्स कपडा हो। यो चाहिँ उनी, सुती र अल्लो मिसिएर बनेको छ। अल्लोकै मात्रै चाहिँ अलिक कस्ट पर्छ। हुन्छ, ठिक छ। ल अब थोरै हामी के भने तपाईँले अब यतिका काम मेहनत धेरै वर्ष लाग्नुभयो होइन? के तपाईँले यसो सरकारी सम्मान, पुरस्कार, भ्रमणहरू यस्तो केही कुराहरू प्राप्त गर्नुभएको छ कि छैन? भ्रमण चाहिँ छैन सर। सरकारी सेवा चाहिँ यस्तो हो, मैले 2073 सालमा चाहिँ महिला उद्यमी सम्मान पुरस्कार पाएको थिएँ उद्योग मन्त्रालय काठमाडौँबाट। अनि त्यस पछाडि चाहिँ हामीहरूलाई सानो सानो अब घरेलु कार्यालयबाट प्रविधिहरू सानो सानो 2 पटक जति पाएँ मैले। अनि अलैँची जोनबाट 1 पटक। त्यस्तो धेरै चाहिँ अब यतिमै सीमित छ। अब यस्तो हो, हामीले चाहिँ अब यो विभिन्न सेवा सुविधा पाउने पनि एउटा माध्यम चाहिँदो रहेछ। हामी चाहिँ काममै चाहिँ व्यस्त भएपछि यो खोज गर्नै पनि जानिँदैन कि के हो। त्यो भएपछि ठुल्ठुलो त्यस्तो हामीलाई उयोहरू चाहिँ छैन। र के चाहिँ इच्छा थियो भने अब यसलाई अझै हामीहरू त अब 20 वर्षको लगभग यसलाई निरन्तर दिइराखे पनि मैले भने जति उपलब्धि गराउन सकेको पनि छैन, किनभने यसले भर्खर मात्रै अब उत्पादन गर्न थालेको छौँ। यो चाहिँ अलिकति हामीलाई चाहिँ महिला उद्यमीहरूलाई पहाडी क्षेत्रको जग्गा जमिन जति पनि छन्, तर हाम्रो ब्याङ्कहरूको चाहिँ एकदमै सीमित तोकिदिएको हुन्छ। अनि हजुर, धितो नमानिदिँदाखेरि चाहिँ हाम्रो म मात्रै होइन, मेरो साथीभाइ जति उद्यमीहरू छौँ हामी गाउँबाट आएर गरेको हो। यहाँनिर हामी बजारमा जग्गा जमिन भएर उद्योग गरेको होइन। त्यो हुँदाखेरि चाहिँ गाउँको आफ्नो जग्गा जमिन जति आफूले काहीँ जोडेको जग्गा जमिनले पनि हामीलाई चाहिँ साथ नदिँदाखेरि चाहिँ हामीहरू चाहिँ एकदम वञ्चित भएको
अनि आफ्नो उत्पादन पनि अब धितो चाहियो। हामीले 2 पैसा आम्दानी अब यही उत्पादनले त हामीलाई त खानु मात्रै पुग्छ, खर्च धान्न मात्रै पुग्छ। अलिकति ठुलो फराकिलो गरेर जाउँ न त भन्दाखेरि हाम्रो धितो कस्तो हुन्छ भने ब्याङ्कहरूले चाहिँ कतिपय अब गाउँको ठाउँहरूमा मूल्याङ्कन गरिदिँदैन अनि धितो नै लिइदिँदैन। अब जग्गा हामीले बजारमा लिएको हुँदैनौँ, अब धितो राख्नुको लागि हामीले चाहिँ जग्गामा ऋण गरेर जग्गा के अरे बजारमा ऋण गरेर चाहिँ बजारमा धितोको लागि जग्गा किनेर त्यसैको ऋण बोकेर चाहिँ हामीहरू चलाइराख्नुपर्ने स्थिति हुँदाखेरि चाहिँ मेन कुरा जिल्लाका सबै यो पहाडी क्षेत्रको उद्यमीहरूलाई चाहिँ यो गाउँ गाउँको जग्गालाई पनि उद्यमीको आफ्नो उत्पादन अनि आफ्नो फर्महरू आफ्नो उद्योग दर्ताको कागजात सहित अब ब्याङ्कलाई पनि असहज त होला र पनि उद्यमीको हकमा चाहिँ दर्ता प्रक्रियाहरू दर्ता गरिसकेको अनि यस्तो पुरानो उद्यमीहरू जति हामीहरू 10-20 वर्ष बिताइसकेकोलाई चाहिँ आफ्नो उद्योगको दर्तासँगै हाम्रो पान नम्बरहरू सबै भएकोहरूलाई चाहिँ अलिकति गाउँको जग्गा जमिन धितोहरूलाई पनि प्राथमिकता दिएर अलिक सहज बनाइदिएदेखि चाहिँ हामीलाई सहज हुन्थ्यो। अनि जति पनि उत्पादनहरू छ, ट्रेनिङहरू, तालिमहरू, प्रविधिहरू हस्तान्तरण हुन्छ विभिन्न निकायबाट। तर त्यसको बजारीकरण चाहिँ हामीलाई के छ भने हामीले आफै दुःख गर्नुपर्छ, कति कसो गर्दा होला के गर्दा होला भनेर हामीले आफै बजारीकरणमा पनि जति बाहिरबाट आएर ड्रेसहरू हुन्छ, यहाँको ब्यागहरू भयो, यहाँको ट्र्याकसुटहरू, ड्रेसहरू चाहिँ हाम्रै उत्पादनले सकेसम्म बरु हामीलाई नै क्षमता वृद्धि गरिदिएर चाहिँ हाम्रै उत्पादनहरू चाहिँ उहाँहरूले खरिद गरिदिएर के अरे गर्दैदेखि चाहिँ हामीलाई बजारीकरण गर्न टाढा जानु पर्दैन थियो होला जस्तो लाग्छ हामीलाई चाहिँ। तपाईँको यो अमूल्य समय अनि त्यो अमूल्य सुझाव होइन सल्लाहको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी फेरि भेट्नेछौँ।